ग्रहण समारोह सञ्चालन हुन गइरहेको बेहोरा सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाज्यूहरू, प्रदेश सरकारका माननीय सहायता प्रसाद यादव, मुलुक र जनता प्रति पूर्ण वफादार रही, मुलुक र जनता प्रति पूर्ण वफादार रही, सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वरको नाममा शपथ लिन्छु कि ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता, नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही, उपराष्ट्रपति पदको कामकाज प्रचलित कानूनको अधीनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, ईमानदारीका साथ सम्पादन गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै पनि किसिमबाट प्रकट वा सङ्केत गर्ने छैन। अब त्यसैगरी सम्माननीय उपराष्ट्रपतिज्यू समक्ष बधाई तथा शुभकामनाको लागि सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकाम प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय अध्यक्षज्यू तथा अब म सम्माननीयज्यूहरूसँग नवनिर्वाचित उपराष्ट्रपतिज्यू एवं परिवारजनलाई फोटोको लागि हार्दिक अनुरोध गर्दछु। निवर्तमान ठीक है